नमस्ते सबैजनालाई। म मूल्य भ्यू पार्क को संस्थापक अध्यक्ष राजमान गुरुङ। सबैजनालाई मूल्यमा वेलकम छ र मूल्य को विशेषता भनेको तपाईको गुर्जा हिमालदेखि धौलागिरीदेखि नीलगिरीदेखि अन्नपूर्ण साउदेखि माछापुच्छ्रेदेखि लमजुङदेखि हाम्रो मनासुलोसम्म देख्न सकिन्छ भने यहाँ आउनलाई तपाईहरु पोखराबाट हरिचोकबाट जीप बस सबै पाइन्छ। घान्द्रुक आउने, घान्द्रुकबाट टाढापानी चुइले हुँदै अथवा टाढापानी भैँसेखर्क हुँदै किशोर मेसार हुँदै डोबाटोमा क्याम्प बसेर बिहान 30 मिनेटको हिँडाइपछि मूल्यमा आउन सकिन्छ भने तपाईहरु फेरि अर्को बाटो चाहिँ हाम्रो उल्लेरी हुँदै घोरेपानी आएर घोरेपानीबाट देउराली हुँदै फेरि डोबाटो मूल्यमा आउन सकिन्छ भने अर्को फेरि घोरेपानी आएर फेरि स्वाता हुँदै ढाडखर्का खोप्रा हुँदै फेरि बैली निस्केर फेरि डोबाटो मूल्यमा आउन सकिन्छ भने अर्को फेरि बिनी हुँदै नार्च्याङ हुँदै नर्थ बेस्किम गएर फेरि खोप्रा चढेर खोप्राबाट फेरि यही डोबाटोमा आउन सकिन्छ भने अर्को फेरि तपाईहरु चाहिँ घान्द्रुकबाट जुन मैले भने त्यहाँबाट डोबाटो आएर फेरि यहाँबाट तपाईहरुको ट्याम छ भने माथि हिडन लेक जुन साउथको जरामा माथि हिडन भ्याली छ हाम्रो त्यहाँ चाहिँ जान सकिन्छ। त्यहाँ पनि एकदमै राम्रो ठाउँ छ। त्यहाँ एकदम त्यहाँको तालहरुदेखि लिएर त्यहाँको पाटनहरु एकदमै राम्रो छ। तपाईहरु चाहिँ तीनै सिजन आउन सकिन्छ, चारै सिजन आउन सकिन्छ। यहाँ बर्फको टाइममा चाहिँ फुलै फुल हुन्छ भने जुन चैत वैशाखको टाइममा लालीगुराँसहरु फुल्छ, बर्खामा चाहिँ भैफुल फुल्छ भनेदेखि पुष माघमा चाहिँ एकदमै हिउँ पर्छ र सेतमै हुन्छ यो ठाउँहरु। र सबैजनालाई एकचोटि घुम्न आउनु होला र एकै ठाउँबाट उभिएर लगभग धेरै हिमाल र धेरै नेपालको भूभाग देख्ने ठाउँ सम्भवतः यो मूल्य हुन सक्छ। त्यसैले एकचोटि सबैजनालाई आउनु होला भन्न चाहन्छु।